फाइनली नेपालको चाहिँ ओडिआईको लागि नयाँ सेड्युल आइसकेको छ र हामीले वेट गरिरहेका थियौँ कहिले चाहिँ नि क्रिकेट एसोसिएसन अफ नेपालले यो सेड्युल अनाउन्स गर्छ भनेर र हिजो चाहिँ अनाउन्स भइसकेको छ र यो सिरिज चाहिँ हाम्रो लागि होम एडभान्टेज हुनेछ होम क्राउडको चाहिँ हाम्रो प्लेयरहरूले एडभान्टेज हुने नै छ र त्यही माथि चाहिँ यो टियु इन्टरनेसनल क्रिकेट ग्राउन्ड हाम्रो होम अफ नेपाली क्रिकेट त्यही हाम्रो गेम रहेको छ र यो गेम चाहिँ फर्स्ट 14 अप्रिलमा रहेको छ युएई र युएसएसँग युएई र ओमानसँग सरी र त्यो गेममा चाहिँ हाम्रो नेपालको चाहिँ यो टिममा हामीले के एक्सपेक्ट गरेका छौँ भन्दाखेरि यो जुन जय ट्रफी र पिएम कपबाट राइज भएको न्यू यङ प्लेयरहरू यङ ट्यालेन्ट हुनुहुन्छ उहाँको ट्यालेन्टलाई चाहिँ प्लिज यो नेसनल इन्टरनेसनल स्टेजमा चाहिँ अगाडि ल्याउनु होला यो प्लिज उहाँहरूलाई चाहिँ त्यही तल दबाएर नराख्नु होला जस्तै अर्जुन कुमार हुनुहुन्छ ईशान पाण्डे हुनुहुन्छ अनि यो सानो जसो प्लेयरहरू हुनुहुन्छ उहाँलाई चाहिँ अगाडि बढ्ने मौका दिनु होला र अर्जुन कुमार उहाँले चाहिँ एकदमै राम्रो पर्फर्मेन्स गर्नुभएको छ र पिएम कपमा पनि फास्टेस्ट 1000 रन हान्ने प्लेयर बन्नुभएको छ र होप उहाँले चाहिँ यसपटक चान्स पाउनु नै हुनेछ र त्यसै गरी हाम्रो नेपालको पास्ट ओडिआई सिरिज चाहिँ एकदमै नराम्रो भएको थियो जुन हामीले याद गरिरहेका होला त्यो याद गर्नु पर्ने त्यस्तो थिएन केही स्पेसल थिएन त्यही नेपालले क्लिन स्विप चाहिँ खाएको थियो जसरी युएई र युएसएसँग चाहिँ क्लिन स्विप खाएको थियो 4 आउट अफ 4 गेम नै हारेको थियो र अबको गेम चाहिँ राम्रो होस् न्यू इयर आउँदैछ हाम्रो न्यू इयरमा पनि न्यू जोस प्लेयरहरूमा भेटिन हामीले देख्न पाऊँ भन्ने हाम्रो आशा रहेको छ र प्लेयरहरू चाहिँ प्लिज यो उहाँको क्वालिटी हेरेर चाहिँ चेन्ज गर्नु होला टिममा चेन्ज गर्नु होला र यसैका साथ जय देश जय क्रिकेट।